आदरणीय देशप्रेमी मनहरू सबैलाई नमस्कार। यति बेला हामी सबै एक महत्त्वपूर्ण निर्णयको सङ्घारमा छौँ। भोट कसलाई दिने भन्ने निर्णयमा छौँ। यो निर्णय कुनै पार्टी, कुनै व्यक्ति वा कुनै नारामा सीमित होइन। यो निर्णय हाम्रो देशको भविष्यसँग जोडिएको विषय हो भन्ने तपाईँहरूलाई पनि एकदमै ख्याल छ। हामीले भोट दिँदा सोच्नु पर्ने विषय चाहिँ के हो भन्ने लाग्छ भने मलाई चाहिँ यो को चाहिँ व्यक्ति इमान्दार छ, को नेतृत्व गर्न सक्षम छ, जो जनताको पीडा बुझ्छ, कसले चाहिँ देशको विकासका लागि स्पष्ट योजना राख्छ। आज हाम्रो देशलाई न झगडा चाहिएको छ, न दोषारोपण। हामी एकले अर्कोलाई दोष दिँदै अघि बढिरहेका छौँ। त्यो चाहिएको होइन नि हामीलाई। हाम्रो देशलाई त चाहिएको हो स्थिरता, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र विकास। हामी युवाहरू देश छाडेर विदेश जान बाध्य भइरहेका छौँ। किसानले उचित मूल्य पाएका छैनन्, यो विडम्बना हो। त्यसै गरेर शिक्षित युवाले रोजगारी पाएका छैनन्, रोजगारीको लागि भौतारिरहेका छन्। यी समस्या समाधान गर्न सक्ने नेतृत्व चाहिएको छ यति बेला हामीलाई। अनि किन म यो पार्टी त यो पार्टी भनेर एक आपसमा झगडा गरिरहेका छौँ, किन भिडिरहेका छौँ? त्यसैले हामीले भोट भावनामा होइन, विवेकमा आधारित भएर दिनुपर्छ। नातागोता, दबाब, पैसाको लोभ वा झुटा आश्वासनमा नपरी आफ्नो अन्तरात्माले सही ठानेको उम्मेदवारलाई भोट दिनुपर्छ। हाम्रो एउटा भोटले सडक बन्न सक्छ, विद्यालय सुधारिन सक्छ, अस्पताल बलियो बन्न सक्छ र देश समृद्धिको बाटोमा अघि बढ्न सक्छ भने हामीले मनदेखि यी अन्यत्र कुरा, यी समग्र कुराहरूलाई सोचेर हाम्रो मनदेखि एउटा भोट त्यस्तो व्यक्तिलाई दिनुहोस्। यो त्यो पार्टी भन्दिनँ। लोकतन्त्र हाम्रो अधिकार हो र भोट हाम्रो शक्ति हो। यसलाई सही ठाउँमा प्रयोग गरौँ भन्ने मेरो कामना। र आज हामी कसलाई जिताउँछौँ भन्ने भन्दा पनि भोलिको नेपाल हामीलाई कस्तो चाहिन्छ र कस्तो बनाउँछौँ भन्ने मुख्य कुरा हो आज तपाईँको हातको निर्णय। आउनुहोस्, देशको भविष्य सोचेर, समृद्धि र विकासको सपना बोकेर सचेत र जिम्मेवार नागरिक भएर आफ्नो भोटको प्रयोग गरौँ। धन्यवाद।